नमस्कार साथीहरू, यहाँहरूलाई गद्यदारी युट्युब क्लास कोरियन भाषाको युट्युब क्लासमा स्वागत गर्न चाहन्छु। म राजकुमार अधिकारी। आज पनि म यहाँहरूलाई केही 8-10वटा मिनिङहरू पढाउने प्रयास गर्छु। यदि मिनिङमा कुनै मिस्टेक अथवा गलत अर्थ अथवा लेखेका कुनै अक्षरहरू पनि सही छैनन् भने कृपया सही हेरेर विचार गरेर पढ्ने प्रयास गर्नुहोला। किनभने टाइपिङ मिस्टेक हुनसक्छ, अक्षरहरू पनि गल्ती हुन सक्छन्। त्यसै कारणले यसमा विशेष ध्यान दिनुहोला भन्दै मैले आज पनि यहाँहरूलाई 8-10वटा वर्ड मिनिङहरूलाई कसरी नेपाली भाषा कोरियन भाषा मिलाएर मिसाएर पढ्न सकिन्छ त भनेर बनाउन गइरहेको छु। सुरु गरौँ आजको हाम्रो भिडियो। एकजनाले भनेछ, मान्छेले भयमा बस्ने संस्कार सिक्न पहिला यो सगुन छ, सिक्किम जानुपर्छ। साथीलाई भनेछ, भयमा बस्ने संस्कार सिक्न पहिला यो सगुन छ, सिक्किम जानुपर्छ भनेछ अरे उसले। यो छसिकको अर्थ के हो त? यो भनेको चाहिँ भयमा बस्ने संस्कार। कोरियामा चाहिँ भयमा बसेर खाना खाने चलन हुन्छ। एउटा सानो टेबल भयमा ठिक्क ओछ्याइन्छ अनि खाना खाने त्यस्तो चलन हुन्छ, संस्कार हुन्छ। त्यसैलाई छसिक भनिन्छ, जानुपर्छ। अनि ऊ फेरि थप्छ, सिक्किममा हिउ चितुवाले पनि टोयलेट पेपर युज गर्छ, थाहा छ? सिक्किममा चाहिँ हिउजीको अर्थ के हो त? हिउजीको अर्थ टोयलेट पेपर हो, यो गरेर थाहा छ भनेर त्यो साथीले फेरि अर्को साथीलाई भन्दैछ, त्यहाँ त टुथपेस्ट छ्याक्क खुकुरीले काट्छन् रे। अब त्यहाँ चाहिँ टुथपेस्ट मन्जनलाई पनि के त छ्याक्क खुकुरीले काट्छन् रे भनेर भन्छ ऊ साथीले। अनि सुगन्धित तौलियाको युज गर्छन् रे। यो छियाग भनेको टुथपेस्ट अथवा मन्जन हो। अनि त्यसै गरी सुगन्धित तौलिया, सुगन भनेको चाहिँ ट्राभल। सुगनको अर्थ के हो? ट्राभल है। सुगन्धित तौलिया प्रयोग गर्छन् भनेर भन्दैछ। अनि ऊ फेरि भन्दैछ, साँच्ची अन्जेली कहिले आइछ? मैले त केही थाहा पाइनँ भन्छ अन्जे। यो अन्जे भनेको चाहिँ कहिले भनेर प्रश्न भएको छ, कहिले हो? आई अन्जे भनेर अन्जेली भनेको छ। अन्जे मैले त थाहा पाइनँ, म। यो मोको अर्थ के हो त? के भन्ने अर्थ लाग्छ कि प्रश्न भएको छ। के अन्जे भनेको कहिले, म भनेको के। अनि कहिले आइछ थाहा पाइनँ भनेर उसले भन्छ। अनि फेरि ऊ थप्छ, बिनु साबुन कहाँ छ? फिनु, यो चाहिँ फी हुन्छ। यहाँले हेर्नु भने यो फी हुन्छ। अब बी पनि कतिपय उच्चारण गर्ने हुन्छन् नि, अरू विदेशीहरूले चाहिँ त्यसरी बी नै युज गर्छन्, तर हामीले फी नै हो फर्स्टमा। त्यस कारण अलिकति सम्झाउन सजिलो होस् भनेर यस्तो बनाएका छौँ। बिनु साबुन कहाँ छ? फिनुको अर्थ के हो त? साबुन। फेरि त्यही साथीले कसलाई सोध्छ? बिनुलाई सोध्छ, त्यो अस्तिको जुत्ता जस्तो भिडियोको सिन फाल्दे भनेछ। उसले भिडियो बनाएर चाहिँ बिनुले अब त्यसको जुत्ता जस्तो सिन चाहिँ फाल्दे भन्दो रहेछ क्या, भिडियोको सिन फाल्दे भन्दो रहेछ अरे। सिनपाल, यो सिनपालको अर्थ के हो त? जुत्ता हो। सिनपालको अर्थ जुत्ता हो। अनि फाल्दे अनि खाना खाना सिक्छ अरे भनेछ अरे क्या उसले उ गरेर है। त्यो बिनुलाई भनेछ, खाने अस्ति त्यो भिडियोको जस्तो सिन बना फाल्दे अनि के त खाना खाना सिक्छ अरे भनेछ अरे। खाना खाना शिक्षा हेर्नु त, शिक्षाको अर्थ के हो त? खाना हो है त। शिक्षाको अर्थ खाना हुन्छ। अनि त्यसै गरेर फेरि उसले रामुलाई सोध्छ, रामुले भन्छ अरे क्या, त्यहाँ रामु पनि रहेछ। रामु भन्छ, ओए किन कराएको भन्छ अरे। रामुले चाहिँ भनेछ, ओए किन कराएको? ओए भनेर यो ओइको अर्थ के हुन्छ त? ओइको अर्थ किन भन्ने अर्थ लाग्छ कि, ओए किन कराएको भन्यो भने ओइको अर्थ किन लाग्छ। अनि त्यसपछि रामु, अनि त्यो अर्को साथीले चाहिँ भन्छ, रामुले चाहिँ अर्को साथीले भन्छ, ओइ रामु सुन त, ओइ रामु सुन त, अस्ति तैँले कुन जुत्ता किनेको अरे? उसले अब भिडियो हालेर हेर्दै थियो।
अनि त्यहाँबाट त्यो अर्को साथीले सोधेको के उसलाई, ओइ रामु अस्ति तैँले कुन जुत्ता किनेको अरे भनेर भनेछ अरे के, अस्ति ओइ रामु सुन त भन्यो, पहिला सुरुमा सुन त भन्यो, अनि मैले तैँले अस्ति कुन जुत्ता किनेको अरे भनेछ अरे, मुसुन। त्यो मुसुनको अर्थ कुन भन्ने हुन्छ। अब यहाँहरूलाई म एउटा कुरो के प्रश्न पार्न चाहन्छु भने सबै शब्दहरूलाई त यसै गरी बनाउन सकिन्छ भन्ने छैन, तर केही मात्रामा सकिने जति हामी बनाएर हेर्ने प्रयास गर्नेछौँ। म फेरि सुरुदेखि एकचोटि भन्छु यो संवाद। भव्य बस्ने संस्कार सिक्न पहिला यो सगुन छ, सिक्किम जानुपर्छ भनेर एउटा साथीले भन्यो है। अनि त्यही भन्दैछ फेरि, सिक्किममा हिउँ चितुवाले पनि टोइलेट पेपर युज गर्छ तँलाई थाहा छ भनेर सोधेछ अरे। सिक्किममा हिउँ चितुवाले पनि टोइलेट पेपर युज गर्छ तँलाई थाहा छ भन्नु। अनि भन्छ त्यहाँ त टुथपेस्ट च्याक च्याक कुकुरले काट्छन् रे, अनि सुगन्धित तौलियाको प्रयोग गर्छन् रे। पुनः साथी भन्छ साँच्ची अञ्जली कहिले आइछ भन्छ। अनि मैले त केही पनि थाहा पाइनँ भन्छ। अनि बिनु चाहिँ कहाँ, अनि त्यस पछाडि बिनुलाई भनेछ उसले, ए बिनु साबुन कहाँ छ सोध्यो उसले। त्यो अस्ति जुत्ता जस्तो भिडियोको सिन फाल्दे भनेछ अरे। अनि खाना खाना सिक्छ अरे भनेर बिनुलाई भनेछ। अनि त्यसै बेरमा रामु भन्छ, ओइ किन कराएको। अनि फेरि त्यो रामुले अर्को साथीलाई भन्छ, ओइ रामु सुन त अस्ति तैँले कुन जुत्ता किनेको रे। हस् त भिडियो राम्रो लागेमा लाइक, सेयर अथवा कमेन्ट गरिदिनु होला। आजलाई बिदा हुन्छु। हस् त, नमस्कार।